नेपालभित्र या बाहिर जहाँसुकै जागिर खानको लागि तपाईँसँग सिभी हुन जरुरी छ। सिभी बनाउन एकदमै सजिलो छ र यो सबैले सिक्नुपर्छ, काम लाग्छ। आफैलाई पनि काम लाग्छ, साथीभाइहरूलाई काम लाग्दा बनाएर दिन पनि सकिन्छ। अब यो सिभी बनाउन केही रकेट साइन्स होइन। मैले धेरैजनाले सिभी बनाउनको लागि 1500-2000 खर्च गरेको देख्दछु। तपाईँ आफै सजिलै मोबाइलबाट केही मिनटमै बनाउन सक्नुहुन्छ, एकदम राम्रो प्रोफेसनल, विशेष गरी युरोपास सिभी। अब यो युरोपास सिभी युरोपको लागि पनि युज हुन्छ र नर्मल युज पनि गर्न सक्नुहुन्छ। त्यसको लोगो हटाइदिएपछि सब पुग्यो। अब यो सब कसरी गर्ने, मोबाइलबाटै कसरी गर्ने, म यसको लागि तपाईँलाई डिटेलमा यो भिडियोमा बताउँदैछु। भिडियो अन्तिमसम्म हेर्नुभयो भने डेफिनेटली तपाईँले चाहिँ बनाउन सिक्नुहुनेछ। अब म तपाईँलाई मेरो मोबाइलको स्क्रिनमा लगेर जान्छु र त्यहाँनिर स्टेप बाई स्टेप यो सिभी कसरी बनाइन्छ, युरोपास सिभी कसरी बनाइन्छ, कभर लेटर कसरी बनाइन्छ त्यो सिकाउँछु। यद्यपि मैले यहाँनिर कम्प्युटर प्रयोग गरेको छु, सेम तरिका तपाईँले आफ्नो मोबाइलमा प्रयोग गर्न सक्नुहुन्छ र केही मिनटमै सिभी बनाउन सक्नुहुनेछ। यहाँसम्म हेर्नुभएको छ भने भिडियोलाई एक लाइक गर्नुहोला, च्यानललाई सब्सक्राइब गर्नुहोला फ्युचर अपडेटहरूको लागि। आउनुहोस् लागौँ मेरो कम्प्युटरको स्क्रिनतर्फ। सबैभन्दा पहिला तपाईँले आफ्नो मोबाइलको ब्राउजरमा गएर जुनसुकै ब्राउजर युज गर्दा हुन्छ युरोपास सिभी भनेर सर्च गर्नुहोला। युरोपास सिभी भनेर सर्च गरिसकेपछि तपाईँको यहाँ युरोपासको एउटा अफिसियल वेबसाइट आउनेछ, क्रिएट योर युरोपास सिभी भनेर। यो क्रिएट योर सिभी भन्ने अप्सनमा डाइरेक्ट जानु होला। यो अप्सनमा गइसकेपछि यो प्रकारले इन्टरफेस खुल्नेछ। यो इन्टरफेसमा तपाईँले सजिलैसँग सिभी बनाउन सक्नुहुन्छ। तीनवटा अप्सन हजुरले यहाँ पाउनुहुनेछ। युरोपासको पुरानो सिभीबाट नयाँ सिभी बनाउने, या युरोपासको प्रोफाइलमा भएको डिटेलको आधारमा सिभी बनाउने, या नयाँ सिभी कम्प्लिटली नयाँ सुरु गर्ने। यसको लागि तपाईँले कम्प्लिटली न्यू सिभी चुज गर्दा हुन्छ। यो तीनवटा अप्सन मध्ये हजुरले यो क्रिएट न्यू सिभी भन्ने अप्सनमा जानु होला र यहाँ गएर यो स्ट्यान्डर्ड सिभी बिल्डरलाई चुज गर्नु होला। त्यसपछि अब यहाँनिर तपाईँले आफ्नो प्रोफाइल एडिट गर्नुपर्ने हुन्छ। जस्तै फोटो हजुरले राख्न चाहनुहुन्छ भने यहाँ ग्यालेरीबाट हजुरले फोटो चुज गर्न सक्नुहुन्छ। मैले यहाँनिर कुनै फोटो अपलोड चाहिँ गरिनँ, तपाईँले फोटो राख्न चाहिँ सक्नुहुन्छ। यदि तपाईँलाई फोटो राख्नु छ भने बिना फोटोको पनि हजुरले गर्न सक्नुहुन्छ। त्यसपछि आफ्नो नाम राख्नु होला। ओके, मैले यहाँ ऱ्यान्डम नाम राख्छु, रियल डिटेल राख्न चाहिन। यो तपाईँले डिस्क्रिप्सन जुन छ यो डिस्क्रिप्सन च्याट जिपिटीबाट बनाउन सक्नुहुन्छ। च्याट जिपिटीलाई यहाँनिर च्याट जिपिटी खोलेर हजुरले राइट सेल्फ डिस्क्रिप्सन फर युरोपास सिभी भनेर भन्नुभयो भने यसले डिस्क्रिप्सन दिन्छ। यो डिस्क्रिप्सनलाई हजुरले कपी गर्न सक्नुहुन्छ र यदि कुनै मन परेन भने अर्को लेख्न पनि भन्न सक्नुभयो। त्यसपछि तपाईँले आफ्नो पासपोर्ट आइडी राख्न चाहनुहुन्छ भने यहाँ पासपोर्ट आइडी बगेर के हो तपाईँको नम्बर त्यो राख्न सक्नुहुन्छ। डेट अफ बर्थ हजुरले यहाँ राख्नुपर्ने हुन्छ। डेट अफ बर्थ राख्नु होला। मैले यहाँ ऱ्यान्डम राख्ने डेट अफ बर्थ। त्यसपछि सिटी एबिसिडी, ओके, कन्ट्री नेपालमा नाम, होइन, नेपाल कुन देशमा हुनुहुन्छ यो लेख्नु होला। अनि नेसनालिटीमा तपाईँले नेपाल भनेर लेख्नु होला। नेपाल नै लेखेँ दुई ठाउँमा। यहाँ अहिले कुन देशमा हुनुहुन्छ हाल त्यो लेख्नु होला। जेन्डर यहाँ छ नोट गर्नु होला, मेल फिमेल के हो। त्यसपछि कन्ट्याक्ट नम्बरमा इमेल आइडी, ओके। त्यसपछि फोन नम्बर हजुरले चुज गर्न सक्नुहुन्छ। फोन नम्बर हजुरले आफ्नो करन्ट फोन नम्बर अहिले जुन देशमा हुनुहुन्छ त्यो देशको फोन नम्बर राख्दा हुन्छ। मैले यहाँ ऱ्यान्डम फोन नम्बर राखेँ। त्यसपछि यदि तपाईँले वाट्सएप आदिको यहाँ लिङ्क दिन चाहनुहुन्छ भने तपाईँले दिन सक्नुहुन्छ सोसल मिडियाको। मैले अहिले यहाँ केही दिन चाहिनँ, यहाँ सोसल मिडियाको फेसबुक आदिको। अनि यहाँ चाहिँ मेसेजिङ एप जस्तै इमो, सोसल भाइबर वा वीच्याट, वाट्सएप, स्काइप आदिको। त्यसपछि तपाईँले यहाँ एड्रेस टाइप गर्न सक्नुहुन्छ। होमको एड्रेस राखिदिनुहोस्। ओके, एबिसिडी एड्रेस, पोस्टल कोड, ओके, सिटी, ओके, कन्ट्री तपाईँले यहाँ कुनै आफ्नो जुन एड्रेस राख्दै हुनुहुन्छ करन्ट एड्रेस वा होम एड्रेस त्यो देश यहाँ छान्नु होला। त्यसपछि तपाईँले सेभमा क्लिक गरिदिनु होला। यति भइसकेपछि तपाईँको यो प्रोफाइल चाहिँ कम्प्लिट भयो। मैले फोटो पनि अपलोड गरेर हजुरलाई राखिदिन्छु देखाउनलाई। ओके, मैले यहाँ मेरो लोगो युज गरेँ। ल, यो मानव यो मेरो फोटो भयो। त्यसपछि म यहाँनिर एड न्यू सेक्सनमा जान्छु। अनि एड न्यू सेक्सनमा गएर यहाँनिर एजुकेसन र ट्रेनिङ भन्ने लिन्छु। मेरो एजुकेसन के छ, त्यसपछि त्यसको डिटेलहरू के हुन्छ सबै। जस्तै मैले यहाँ ब्याचलर भनेर चाहिँ मैले लेखिदिन्छु। ल,
ब्याचलर अनि ब्याचलर इन एजुकेसनलाई जाउँ। एजुकेसन अब यो इन्स्टिट्युटको नाम भयो, कुन क्याम्पसबाट वा कलेजबाट तपाईँले पढ्नुभएको हो। त्यसपछि फिल्ड अफ स्टडी भनौँ या एजुकेसन भनेर हजुरले टाइप गर्न सक्नुहुन्छ, चुज गर्न सक्नुहुन्छ। थप विवरण खुलाउन पनि सक्नुहुन्छ। एजुकेसन साइन्स अथवा जे हो तपाईँको यहाँ राख्न सक्नुभयो। वेबसाइट तपाईँको छ भने यहाँ राख्नुहोस्। सिटी कुन सहरबाट पढ्नुभएको हो केटिएम लेखेँ मैले। कन्ट्री कुन देशबाट पढ्नुभएको हो, यो कुन वर्षदेखि कुन वर्षसम्म पढाइ भएको तपाईँको, ल मानौँ 1-1 ओके मानौँ 1-1-2010देखि लिएर 1-1-2014सम्म मैले पढेँ थिएँ। मानौँ 1-1-2014सम्म मैले ब्याचलर कम्प्लिट गरेँ यतिमा। यदि अहिले पढ्दै हुनुहुन्छ भने अनगोइङमा राखिदिन सक्नुहुन्छ। अनि यो हट छ, होइन भने तपाईँको अब सकिसकेको हो भने स्टार्ट एन्ड डेट राख्नु होला। यो राख्नु होला, राखेपछि राम्रो देख्छ। धेरैले स्किप गरिदिनुहुन्छ। प्रोफेसनल देखाउनको लागि डिटेल एज इट इज राख्नुपर्ने हुन्छ। अब एजुकेसन यति हो भने ठिक छ। एजुकेसन थप छ भने एड न्यूमा क्लिक गरेर थप एजुकेसन तपाईँले यहाँनिर लिन सक्नुहुन्छ। मैले यो लामो हुन्छ त्यसैले मैले एउटा मात्र लिएँ। यहाँ एड न्यूमा क्लिक गरेर तपाईँले थप लिन सक्नुहुन्छ। अब चाहिँ हामीले एड न्यू सेक्सनमा गएर जस्तै तपाईँको वर्क एक्सपिरियन्स के छ त्यो हामीले यहाँ लिन सक्छौँ। एड सेक्सनमा जान्छौँ। अब यहाँनिर टाइटल अफ पुरानो हामीले जुन काम गरेको अनुभव छ त्यसको के छ मैले चाहिँ यहाँ लेख्छु। मानौँ प्राइमेरी टिचर भनेर लेख्न मैले। त्यसपछि ओके प्राइमेरी स्कुल हेड टिचर, प्राइमेरी स्कुल टिचर भनेर लिएँ मैले। यहाँ एम्प्लोयर रोजगारदाता कुन क्याम्पस स्कुलमा काम गर्नुहुन्थ्यो वा कुन कम्पनीमा काम गर्नुहुन्थ्यो, कम्पनीको नाम एबिसिडी मैले राखिदिएँ। कुन ठाउँ हो एबिसिडी, ओके केटिएम नै लेखिदिउँ। केटिएम, कन्ट्री नेपाल, हामीले नेपाल ल्याउँ। ओके अब यहाँ कहिलेबाट कहिलेसम्म तपाईँले चाहिँ त्यो ठाउँमा काम गर्नुभएको हो, गर्दै हुनुहुन्छ भने अनगोइङ भनेर हजुरले लेख्नुहोस् है। अब यहाँनिर मैले अनगोइङ नै लेखिदिएँ, दुई पटक लेख्नु पर्दैन। ओके मैले 2023देखि मा सुरु गरेको हो र भनेर मैले अहिलेसम्म गरिरहेको छु भनेर यहाँनिर चुज गरेँ। र अब मैले यो प्राइमेरी टिचर गर्दाखेरिको मेरो रोल रेस्पोन्सिबिलिटी जिम्मेवारी के हुन्थे, जब डिस्क्रिप्सन अथवा रेस्पोन्सिबिलिटिज के हुन् भनेर मैले यहाँ लेख्नु पर्यो भने यो तपाईँलाई थाहा छैन कसरी लेख्ने हो भने अगेन च्याट जिपिटी विल हेल्प यु। तपाईँले यति कपी गर्नु अनि यहाँ गएर प्राइमेरी टिचर भनेर यति पठाइदिनु अनि यसले तपाईँलाई यहाँनिर बुदाहरू दिन्छ। अब कति चाहिन्छ त्यो सबै हजुरले कपी गर्दा पनि भयो, थोरै कपी गर्दा पनि भयो। ओके मैले यहाँ थोरै मात्र कपी गर्छु, जस्तै यति मात्र कपी गरेँ। यहाँ जान्छु युरोपा सिबीमा मैले कपी गरेको भएर मैले यहाँबाट यहाँ लान्छु। ओके अब यहाँ तपाईँले यो डट डट चाहनुहुन्छ भने ओके तपाईँले यहाँ एउटा स्ल्यास राखेर स्पेस राख्नुभयो भने यसरी बुलेट बन्छ। यसको तपाईँले चाहिँ स्ल्यास राख्नुभयो, स्पेस छाप्नुभयो। हरेक बुदाको अगाडि एउटा यसरी चाहिँ स्ल्यास र स्पेस छाप्नुभयो भने यो बुलेट बन्छ। अब यसपछि तपाईँले थप डिटेल पनि राख्न सक्नुहुन्छ, होइन भने यो चाहिँ ठिक छ डिटेल भने तपाईँले यहाँ सेभमा क्लिक गर्न सक्नुभयो। यसमा गर्नुहोस्। अनि अरू जब एक्सपिरियन्स पनि छ भने एड न्यूमा क्लिक गरेर थप जब तपाईँले चाहिँ यहाँ राख्न सक्नुहुन्छ, जबको एक्सपिरियन्सहरू। अब यो सकियो भने तपाईँले एड न्यू सेक्सनमा गएर के राख्ने, स्किल राख्ने, ल्याङ्ग्वेज स्किल राख्ने, सर्टिफिकेटहरू, ड्राइभिङ लाइसेन्सहरू। ओके स्किलमा राखौँ, होइन स्किलमा राखेर एड न्यूमा जाउँ अनि यहाँनिर ओके यहाँ गएर जस्तै तपाईँले कम्प्युटर भनेर राख्नुभयो स्किलमा भने अब धेरै नेपालीहरूले कम्प्युटर जान्नुभएको हुन्छ उहाँहरूको लागि। अनि तपाईँको आफ्नो स्किल अनुसारको यहाँ सर्च गरेर तपाईँले एड गर्न सक्नुहुन्छ। मैले यहाँ चाहिँ माइक्रोसफ्ट भनेर चाहिँ यहाँ चुज गरिदिन्छु। ओके माइक्रोसफ्ट अफिस नै पुरै राखिदिउँ है। अनि माइक्रोसफ्ट अफिस डट अनि सोसल मिडिया जाउँ, गुगल ड्राइभ। ओके माइक्रोसफ्ट अफिसभित्रै पावर पोइन्ट सबै पऱ्यो, यसलाई नै हटाइदिउँ। अब यहाँ हामीले चाहिँ स्किलमा चाहिँ यो माइक्रोसफ्ट अफिस राख्नु थप केही छ भने यहाँबाट सर्च गर्न सक्नुहुन्छ। तपाईँले देखाएको लिस्टबाट तपाईँले चाहिँ एड गर्न सक्नुहुन्छ। त्यसपछि सेभमा क्लिक गरिदिनु होला। सेभमा क्लिक गरिसकेपछि अब यहाँ तपाईँको अब हामी एड न्यू सेक्सनमा जान्छौँ र यहाँ फेरि थप गएर
हामीसँग ल्याङ्ग्वेज स्किल छ भने ल्याङ्ग्वेज स्किल राख्छौँ अनि एड सेक्सनमा गएर तपाईँले फेरि त्यहाँ ल्याङ्ग्वेजहरू छनौट गर्न सक्नुहुन्छ। मदर टङ तपाईँको नेपाली भयो, नेपाली भनेर सर्च गर्नु। नेपाली भनेर चाहिँ सर्च गर्नु, तपाईँले चाहिँ नेपाली भनेर एड भयो। त्यसपछि अरू अन्य ल्याङ्ग्वेजमा गएर मानौँ इङ्ग्लिस भनेर हजुरले चुज गर्नुहोस्, इङ्ग्लिस आयो, इङ्ग्लिस सिलेक्ट गर्नुहोस् अनि यहाँनिर तपाईँको लिसनिङ, स्पिकिङ र रिडिङ, राइटिङ यो दुइटा हुनु पऱ्यो। त्यसको लागि तपाईँले कुन लेभलको तपाईँ युजर हो तपाईँले यहाँबाट छान्न सक्नुहुन्छ। अब B1, B2, B3, C1, C2 आदि भनेर। ओके, मैले यहाँ चाहिँ हाइएस्ट नै लिन्छु, ल यो हाइएस्ट नै राखिदिउँ। त्यसपछि यति हाइएस्ट छैन म पनि, C2 लेभलको त छैन, मैले जस्ट राखिदिएको मात्र हो। अनि तपाईँले यहाँ लेभल छनौट गर्न सक्नुहुन्छ र यहाँ तपाईँले आफ्नो योग्यता अनुसारको, भाषा योग्यता अनुसारको अप्सन छनौट सेभमा क्लिक गरिदिन सक्नुहुन्छ। त्यसपछि थप तपाईँले केही राख्न चाहनुहुन्छ भने जस्तै सर्टिफिकेटहरू के छ, ड्राइभिङ लाइसेन्सको बारेमा, हबीको बारेमा, यो सब तपाईँले राख्न सक्नुहुन्छ। होइन भने तपाईँले यो सब स्किप गर्न पनि सक्नुभयो। यतिलाई मानौँ हाम्रो सिभी सकियो। अब हामीले यहाँ नेक्स्टमा क्लिक गर्छौँ। नेक्स्टमा क्लिक गरिसकेपछि अब यहाँनिर सिभीको फर्मेट तपाईँलाई चुज गर्न भन्छ, कस्तो फर्मेटको सिभी चाहियो तपाईँलाई। सब युरोपास सिभीहरू हो है। तपाईँले चाहिँ मानौँ यो मन पऱ्यो, यो मन पऱ्यो, यो मन पऱ्यो वा यो मन पऱ्यो, कुन मनपर्छ त्यो मान्नु। मैले दोस्रो अप्सन लिएँ। हो यो तपाईँको सिभी यो जुन फर्मेट छान्नुभएको छ त्यो अनुसार ठिक छ। तपाईँले यहाँ कलर पनि चुज गर्न सक्नुहुन्छ है सिभीको। मैले यहाँ चाहिँ रिसेट गरेर नर्मलै राख्न चाहन्छु। अनि यहाँनिर युरोपासको लोगो तपाईँले राखेन कि नराख्ने। युरोपासको लोगो यदि युरोपासको लागि हो, तपाईँले सिभी प्रयोग गरेको युरोपको लागि हो भने युरोपासको तपाईँले एभ्री पेजमा राख्नुहोस् है। अनि यदि तपाईँले नर्मल युजको लागि युरोपभन्दा बाहिरको लागि हो भने नोमा छनौट गरेर विदाउट युरोपासको लोगो तपाईँले चाहिँ सिभी बनाउन सक्नुहुन्छ। मैले अहिले यहाँनिर युरोपासको लोगोसित राखेँ। यहाँ लोगो राख्नु भएन भने यो नर्मल युजको लागि पनि ओके भयो। तपाईँले यहाँ अब एभ्री पेजमा गर्नुभयो भने युरोपको लागि ओके भयो। त्यसपछि तपाईँले नेक्स्टमा क्लिक गर्नुभयो। नेक्स्टमा क्लिक गरिसकेपछि अब यहाँनिर तपाईँको नाम लेख्न भन्छ, कसको सिभी हो भनेर। तपाईँले नाम नराखिकन डाउनलोड गर्नु मिल्दैन, ABCD लेखिदिउँ, नाम लेखेँ। त्यसपछि यहाँ डाउनलोडको अप्सन आयो, मैले डाउनलोडमा क्लिक गरेँ र अब यहाँनिर गएर यो पिडिएफलाई खोलेँ भने मेरो युरोपासको सिभी अब यहाँनिर तयार छ। यसरी चाहिँ सहजै तपाईँले युरोपासको सिभी बनाउन सक्नुहुन्छ युरोपासको वेबसाइटबाट। यसरी सहजै तपाईँले आफ्नो मोबाइलबाटै युरोपास सिभी अथवा नर्मल सिभी बनाउन सक्नुहुन्छ।